आज हामी चाहिँ यो गलेङ नगरपालिका वार्ड नम्बर 7 मा रहेको हाम्रो यो ललित थापाजीको यो बाख्रा फार्ममा छौँ र आज हामीले यहाँ चाहिँ बाख्रामा यो गलेङ नगरपालिका क्षेत्रमा पहिलो पटक हामी बाख्रामा हिट सिन्क्रोनाइजेसन गरेका छौँ। अर्थात् हामीले यो हिट सिन्क्रोनाइजेसन भन्ने बित्तिकै हामीले चाहेको बखतमा बाख्रालाई हिटमा ल्याउने कामको लागि यो आज एउटा नयाँ प्रविधि हामी चाहिँ यो गलेङमा पहिलो पटक यसलाई भित्राएका छौँ र यसमा चाहिँ हामीसँग यो काम गर्नका लागि दोलाजी सँगै हुनुहुन्छ। हामीसँग एउटा टिमले चाहिँ यो काम गऱ्यौँ र केही प्रविधिको बारेमा दोलाजीले भन्नुहुन्छ, फेरि म चाहिँ केही कुरा राख्छु। ल दोलाजी, यसको हामीले अहिले बाख्रालाई यो हिट सिन्क्रोनाइजेसन गर्दैछौँ। यो एक किसिमको कपर्टी जस्तो हुन्छ, यसमा प्रोजेस्टेरोन हर्मोन हुन्छ। आज यो राखिसकेपछि यो गनको माध्यमले हामीले यो भेजिनामा राखिन्छ र यो राखेको 17 दिनको दिन फेरि हामी निकाल्छौँ। यसमा प्रोजेस्टेरोन हर्मोन हुन्छ, यसले शरीरमा इस्ट्रोजन हर्मोनलाई सक्रिय हुन दिँदैन र यो निकालेको 3 दिनपछि सबै बाख्राहरू हिटमा आउँछ र हामी सबै बाख्राहरूलाई 19 र 20 दिनको दिन याइ गर्छौँ र बाख्राहरू आफूले चाहेको जात निकाल्न सफल हुन्छ। यो चाहिँ अब विशेष गरेर यसमा चाहिँ हर्मोनको काम हो। यसमा चाहिँ के हो भने यसको जुन शरीरभित्र इस्ट्रोजन हर्मोन, प्रोजेस्टेरोन हर्मोनको जुन गतिविधि हुन्छ, प्रोजेस्टेरोन हर्मोनले इस्ट्रोजन हर्मोनलाई गतिविधि गर्न दिँदैन र त्यो गतिविधि गर्न नदिने बित्तिकै उसले चाहिँ त्यो त्यहाँभित्र भएको उसको सिस्टमहरू ब्रेक हुन्छ र हामीले जब यो निकाल्छौँ, जब यो चाहिँ हामी त्यहाँबाट निकाल्छौँ, फेरि पुनः पछि निकाल्छौँ, हामी 16 दिन कटिएपछि हामी त्यहाँबाट निकाल्छौँ र त्यो निकालिसकेपछि त्यसले चाहिँ 3 दिनभित्र चाहिँ हामी चाहिँ 48 घन्टापछि हामी चाहिँ याइ गर्छौँ। तर पनि कहिलेकाहीँ के हुन्छ भने कुनैमा हिट नआउन सक्छ र यो हिटमा आइसकेपछि हामी चाहिँ फेरि यो बाख्राहरूलाई हामी 14वटै बाख्राहरूलाई हामी चाहिँ के गर्छौँ त बोयर बाख्राको सिमेन लगाउँछ हामी, त्यो पनि कृत्रिमबाट गर्छौँ र यसरी चाहिँ गर्दा यो चाहिँ के छ भने यो संसारमा अत्यन्त लोकप्रिय विधि चाहिँ हो। तर नेपालमा के छ भने यो विधि चाहिँ एकदम कम प्रयोग हुन्छ, किनकि यसको 2-3टा कुरा छ। यो एउटा कुरो, यो सिडर किन्न चाहिँ असाध्यै महँगो छ, त्यो चाहिँ महँगो छ र यो किसानहरू सबैले यसलाई चाहिँ फलो गर्न सक्दैन र धेरै प्राविधिकहरूले यो चाहिँ प्रयोग पनि गर्न सकिँदैन। त्यस कारणले यो प्रविधि नेपालमा छैन। हामी बाख्रामा केही वर्ष अगाडिदेखि हामी दुईजनाले बाख्रामा केही वर्ष अगाडिदेखि यो प्र्याक्टिस गरिआएको हुनाले फेरि सेन्जाको यो गलेङमा फेरि पनि हामी यो प्र्याक्टिस गर्दैछौँ। यसको एउटा रिजल्ट अवश्य पनि हामी चाहिँ पाउन सकिन्छ र यसले चाहिँ किसानहरूलाई चाहेको बखतमा अथवा नचाहेको बखतमा हामीले चाहिँ आफ्नो बाख्रालाई बोका नलगाउने र चाहेको बखतमा उसलाई चाहिँ समय मिलाएर अनुकूल मिलाएर लगाउने काममा चाहिँ उसले फाइदा पुग्छ। यो परीक्षण यो जुन हाम्रो किसान लेभलमा यसका केही कमजोरीहरू पनि छन्, जस्तो बाख्रा धेरै दुब्लो भयो, धेरै कमजोर भयो भने पनि यो केही आधाभन्दा बढी चाहिँ हाम्रा हिटमा आउँछन् र गर्व पनि यिनीहरूले धारण गर्छन् भन्ने हाम्रो अनुमान हो। र यो प्रविधिलाई अनुसरण गरेर यो प्रविधि सफल हुँदा हामीले धेरै ठाउँ गलेङ नगरपालिकाका धेरै ठाउँहरूमा, धेरै ठाउँहरूमा यो प्रविधि लागू गर्न सक्छौँ। जसले गर्दाखेरि के हुन्छ त, यो प्रविधिले किसानहरूमा नयाँ प्रविधिले चाहेको बखतमा, चाहेको जात, चाहेको समयमा एकैचोटि बाख्राहरूलाई, आफ्नो बाख्राहरूलाई गर्भधारण गराउन सकिन्छ र उन्नत जातहरू निकाल्न सकिन्छ। र यो चाहिँ काम आज हामीले चाहिँ आज असार 6 गते होइन, आज 2017 साल असार 6 गते यो काम गरेका छौँ। फेरि हामी तपाईँहरूलाई चाहिँ यो कृत्रिम गर्भधान गर्दै गरेको अवस्थाको फेरि यसको चाहिँ प्रोसेस हामी तपाईँहरूलाई देखाउँछौँ र यो टिमका लागि हामी यसमा चाहिँ धेरैजना टिम छौँ। हाम्रो गलेङ नगरपालिकाको टिम, दोलाजी, हाम्रो सम्पूर्ण ललितजी, सम्पूर्णलाई म हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। अझै ठाडो अझै ल निकाल भएन आउँछ, तान्दी आउँछ, नडराइकन। त्यो डरायो भने जाँदैन क्या, पुरै भित्र नराख्ने हो भने फेरि ऊ त्यो अडिँदैन। हजुर 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 ल अझै माथि अझै ल अब त्यहाँसम्म उस गरेर छोडिहाल्छ। एकचोटि त्यो अझ यस्तो पनि हो जुन त्यसलाई तानेर विचार पनि गर्न सकिन्छ क्या है।
हजुर 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 बिहान त छैन नै छैन बिहानीमा फाल्छ है फेरि छैन छैन यो उसै गरेको छैन मैले सबलाई मास्न भनेको फेरि हामीले गाली गर्नु यसले सिधा यहाँनिर हात यहाँ राख्नु सट्टा जोड परिरहोस् कि नाति है नाति पुच्छर पुच्छर अलिक ठाडो गर्नु न। रममा कुप्री पर्न नदिनु है माउलाई धेरै कुप्री पर्यो भने यता के कपडा लाउनु भएको छ त्यही भएर होला नि पोखरीको बनाउने यो बढी उब्रो गरेर पनि फाल्नुहुन्छ कि त्यसलाई यसरी सिधा लिएर नि